के बनाउनु भयो मिस? नमस्ते। मैले चाहिँ भोलिदेखि सुरु हुन गइरहेको हाम्रो समर भ्याकेसनको लागि क्लास 1 को म्याथमेटिक्स सब्जेक्टको लागि चाहिँ नानी बाबुहरूको लागि चाहिँ होमवर्कहरू तयार पारेको छु र देखाउनु त। देखाउँ। यो चाहिँ सुरुको छ 1 नम्बरमा छ। यहाँ 1 देखि उनीहरूले 50 सम्म भर्ने छ। एकदम फन नै हुन्छ होला उनीहरूको लागि। त्यस पछाडि रहेको छ म्याथ द सेम नम्बर भन्ने छ। उनीहरूले सेम नम्बरमा उनीहरूले जोडा मिलाउनु पर्ने छ। अनि त्यस पछाडि रहेको छ यो काउन्ट गर्ने छ। यो डटहरू अनि काउन्ट गरेर उनीहरूले म्याच गर्नुपर्छ नम्बर। त्यस पछाडि छ यहाँ चाहिँ यहाँ नमिल्ने पिक्चरमा चाहिँ उनीहरूले गोलो लाउनु पर्ने छ। त्यस पछाडि रहेको छ कलर द करेक्ट नम्बर। अब 9 छ, 9 कलर गर्नु पर्यो। यो यताको पढेर उनीहरूले नम्बर चाहिँ उनीहरूले चिनेर कलर गर्नुपर्ने छ। त्यस पछाडि छ सर्कल द नम्बर 9 भनेको छ। यहाँबाट 9 नम्बर छानेर उनीहरूले सर्कल गर्नुपर्ने छ। त्यस पछाडि रहेको छ यो चाहिँ 1 देखि उनीहरूले 100 सम्म नम्बर लेख्नुपर्ने छ। त्यस पछाडि कपी डाउन चाहिँ यो चाहिँ मैले 20 सम्म दिएको छु यसरी। त्यस पछाडि रहेको छ अनि त्यस पछाडि छ नेपाली अङ्क र अक्षर पनि यिनीहरूले लेख्नुपर्ने छ। अनि यो वर्ड्समा लेख्नुपर्ने छ। त्यस पछाडि यो ठाउँ सानो स्पेस रह्यो के दिउँ भएर यो सानो पिकाचु उनीहरूलाई मनपर्ने कार्टुन हो। त्यही भएर यो पिकाचुको थोरै मैले कलर गर्ने काम लिएँ। यो पनि नेपाली नम्बरै रहेको छ। यो 15-20 सम्म छ। त्यस पछाडि लास्टमा रहेको छ कलर द पिक्चर। डोरेमोन पनि केटाकेटीहरूको लागि एकदमै मनपर्ने कार्टुन रहेको छ। त्यस पछाडि अब योभन्दा राम्रो बनाउन सकिनँ। यति नै हो यो मैले बनाएको। योभन्दा राम्रो बनाउन सकिनँ। त्यस पछाडि लास्ट रहेको छ कभर पेज। यो कभर पेज चाहिँ मैले एआईको सहाराबाट चाहिँ यो बनाएको हो र यस्तो रहेको छ। हस् त, नमस्कार। हस्, थ्याङ्क यू। श्री भगवती माध्यमिक विद्यालय माइनगरपालिका 6 इलाममा शैक्षिक सत्र 2083 देखि चाहिँ 1 देखि 5 कक्षासम्म चाहिँ हामीले इङ्ग्लिस मिडियम पठन पाठन गर्दैछौँ। त्यो इङ्ग्लिस मिडियमको लागि चाहिँ होमवर्कहरू यसरी समर भ्याकेसनको लागि तयार हुँदैछ। थ्याङ्क्स फर वाचिङ है त।